लगाई आज पनि स्वस्तिक लघु वित्तको चाहिँ बजारमा मूल्य घट्न पुगेको छ है। आज पनि 5.51% चाहिँ नेगेटिभ सर्किट लाग्दै चाहिँ 2740.1 पैसामा आएर चाहिँ कारोबार क्लोज भएको छ है। हिजोको भन्दा चाहिँ आज आधी नै भोल्युम चाहिँ घटेको देखिन्छ है। र यता ट्रेडरहरू पनि 2152 जना हुनुहुन्छ आजको ट्रेडर्सहरू है। र तल हामीले आजको एकुमुलेसन तर्फको ब्रोकर एनालाइसिसमा एकुमुलेसन तर्फ हेर्दा पनि हिजो पनि श्रीहरि सेक्युरिटिजले नै राम्रै एकुमुलेट गरेको थियो, आज पनि गरेको छ है। एनएमबी सेक्युरिटिजले पनि 2080वटा गरेको छ, सानी सेक्युरिटिजले 1972वटा गरेको छ, क्रिस्टलले 820, यसरी अन्य सेक्युरिटिजहरू पनि अलिअलि यता एकुमुलेट गरेको देखिन्छ भने डिस्ट्रिब्युसन पनि आज पनि नासा सेक्युरिटी चाहिँ डिस्ट्रिब्युसन तर्फ पनि टपमै देखिन्छ, 3580वटा चाहिँ डिस्ट्रिब्युट गरेको छ। त्यसै गरी अनलाइन सेक्युरिटिजले 1110वटा, हिमालयन सेक्युरिटिजले 980वटा र दीपशिखाले 690वटा र अन्य सेक्युरिटिजहरूले पनि अलिअलि घटाइराखेकै देखिन्छ है त। प्राइस हिस्ट्रीमा पनि हिजो पनि भने मैले है, हिजो अस्ति 18 तारिकसम्म सकारात्मक सर्किट लाग्दै आउँदाखेरि हिजोबाट चाहिँ नकारात्मक सर्किट लाग्न थालेको चाहिँ हामीले यहाँ प्रश्न देख्न सक्छौँ। हिजो पनि 6.36%ले नकारात्मक सर्किट, आज पनि 5.51%ले नकारात्मक सर्किट लागेको देखिन्छ। र यता फ्लोट सिट हेर्दा पनि धेरैजनाले चाहिँ आज पनि आइपिओ नै बेचिराख्नु भएको देखिन्छ। यो मार्केट डेप्थ चाहिँ मैले दिउँसो चाहिँ रेकर्ड गरिराखेको थिएँ र यहाँको मार्केट डेप्थ हेर्दा पनि बाई क्वान्टिटी र सेल क्वान्टिटी चाहिँ उस्तै देखिन्छ है। बाई 5311 युनिटको बाई आइरहेको थियो भने सेल क्वान्टिटीमा 4180 जन नै उस्तै चाहिँ सेल क्वान्टिटीमा देखिन्छ। र तल टप बायर र टप सेलहरू हेर्दा पनि यहाँ पनि त्यसरी नै 10वटा 100वटा 160वटा 200वटा 230वटा चाहिँ बाइङ अर्डरहरू आइरहेको देखिन्छ भने यता सेलिङ पनि 50 10 20 20 140 यही तरिकाले चाहिँ सेलिङ अर्डरहरू पनि राखिएको देख्न सकिन्छ। यो चाहिँ दिउँसोको हो। र यता 2765 2737 2767 यही हिसाबले चाहिँ राखेको थियो भने यता पनि 2764.1 यो तरिकाले चाहिँ, यो चाहिँ दिउँसोको भएर यो दिउँसोको मैले रेकर्ड गरेर राखेको हो, त्यो बेलाको प्राइजहरू हो। यो चाहिँ त्यति बेलासम्म चाहिँ दिउँसोसम्म चाहिँ 16,000 मात्रै चाहिँ क्वान्टिटीमा पनि कारोबार भइसकेको थियो है। र यो चाहिँ मैले बेलुकाको टाइममा चाहिँ यो रेकर्ड गरिराखेको छु। कारोबार क्लोज भइसकेपछिको टाइममा मैले यहाँ पनि देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ मैले कारोबार क्लोज भएको टाइममा रेकर्ड गर्दैछु र यहाँ चाहिँ 22,540वटा चाहिँ यो बेलासम्म चाहिँ आज दिनभरिमा चाहिँ 22,540वटा क्वान्टिटीमा चाहिँ कारोबार भएको देखिन्छ। र यसलाई चाहिँ यता चार्टतिर हेर्दा पनि चार्टबाट अझ प्रष्टसँग बुझ्न सकिन्छ है। यहाँनिर हेर्नु होला भोलम है, हिजै मात्रै 44.29K चाहिँ भोल्युम आएको थियो भने आज चाहिँ भोल्युम चाहिँ घटेको देखिन्छ है। भोल्युम चाहिँ आज ठ्याक्कै आधी नै जस्तो भएको छ, 22.54K चाहिँ भोल्युम आएको छ, भोल्युम चाहिँ घटेको छ। तर यहाँ हामी प्रश्न देख्न सक्छौँ है, यो चाहिँ बियरिस मारुबोजू बनेको छ यतिखेर चाहिँ र सेलिङ प्रेसर, यो भन्नुको मतलब चाहिँ सेलिङ प्रेसर एकदमै छ तर बायर चाहिँ अहिले देखिँदैन। यसको मतलब चाहिँ यो प्राइस चाहिँ अझै पनि घट्छ र अनि किनौँला भनेर चाहिँ अझै पनि बायरहरूले चाहिँ त्यो मेन्टालिटीमा चाहिँ पर्खिराखेको देख्न सकिन्छ। र यसरी सेलर बढी र बायर कम हुँदाखेरि चाहिँ अझै पनि यसको प्राइस चाहिँ अझै घट्न सक्ने, यसरी तलतिर नै आउन सक्छ कि भनेर चाहिँ हामीले एज्युम गर्न सकिन्छ। होल्ड गर्ने कि सेल गर्ने कि भनेर चाहिँ तपाईँहरू आफै डिसिजन गर्नु होला। अब यो चाहिँ मैले यहाँ चार्टमा भएको कुराहरूको एज्युम मात्रै गरिरहेको छु। भिडियो हेरिदिनु भयो, हस् त, थ्याङ्क यू सो मच। र हिजोको भिडियो कमेन्ट गरिदिनु हुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र सबैजनाको कमेन्ट चाहिँ मैले रिप्लाई दिने चाहिँ कोसिस गरिरहेको छु है त। ह्याप्पी लर्निङ, ह्याप्पी ट्रेडिङ, थ्याङ्क यू सो मच।